बालेन शाहले यसपालि झापाबाट यत्रो यत्रो आलु खाएर आउँछ। प्रधानमन्त्री बन्ने त सपनाको कुरा हो, बालेन शाहले चुनावै जित्दैन। यो लेखेर राख्दा हुन्छ घन्टेहरू। तिमीहरूको घन्टे पार्टीलाई म चेतावनी चुनौती दिन चाहन्छु कि यदि बालेन शाहले झापाबाट चुनाव जितेर प्रधानमन्त्री भयो भने मेरो जायज जेठा जति पनि प्रपर्टी, यो लाल पूर्जा, मेरो नागरिकता सबै च्यातेर फालेर सरकारी बनाएर म सुकुम्बासी भएर हिँड्छु। यो लेखेर राख्दा हुन्छ। तिमीहरूको घन्टे पार्टीलाई सबलाई यो भिडियो सेयर गर, तिमीहरूले पनि सेभ गरेर राख। के बालेन शाहले जनताको मेन्डेट बुझेको छ? देशको नेतृत्व गर्नको लागि जनताको मेन्डेट बुझेको नेता हुनुपर्छ। त्यो खुबिलिटी छ बालेन शाहमा? हिजो बालेन शाहले काठमाडौँको मेयर भएको केही महिनामै त्यहाँको गरिब दुखी असहाय निमुखालाई लात हान्दै निकालेको होइन? के अब देशको नेतृत्व गर्छु भनेर बिना मेन्डेट आएर देशभरिका ती गरिब दुखीलाई फेरि देश निकाला गर्ने? त्यही होइन त मेन भनेको, उसको मेन्डेट भनेको। तिमीहरू बालेन शाहको पछाडि लागेर हाइमा लागेर बालेन शाह जिन्दाबाद र मुर्दाबाद गर्दै हिँडेछौ नि। तिमीहरूको बाउलाई, तिमीहरूको आमालाई, जुन तिमीहरूको जन्म दिने बाउ आमालाई किसान फोडी भनेको त्यो तिमीहरूले स्ट्याटस देखेछ कि छैनौ? यो कुराहरू पनि बुझ्नुपर्छ। ती फोडी जनताको भोट लिएर फेरि त्यही जनतालाई लखेट्ने, यही होइन त मेन भिजन भनेको बालेन शाहको? युवाहरू, तिमीहरू युवा बन्छौ भने तिमीहरूको अलिकति दिमाग तेजिलो बनाएर युवा बन, नत्र कुवा बनेर गोबर खाँदा तिमीहरूको दिमागमा। यो लेखेर राख्दा हुन्छ है। बालेन शाह यदि प्रधानमन्त्री भयो भने झापाबाट चुनाव जितेर म अनागरिक बनेर बस्छु मैले भनेर चुनौती दिइसकेको छु तिमीहरूलाई। के एक्सेप्ट गर्न सक्छौ यो च्यालेन्ज? च्यालेन्ज एक्सेप्ट गर्ने जतिले कमेन्ट गर्दा भयो है। म पब्लिकमा आएर यसरी भन्दैछु, म एक्लै लुकेर व्यक्तिगत हिसाबमा चाहिँ मैले भनिराखेको छैन। मेरो घर सोलुखुम्बु हो, मेरो जन्मथलो चाहिँ सोलुखुम्बु हो है। सोलुखुम्बुमा जन्मेको किराँतीको छोरोले झुट बोल्दैन। कुरो बुझेको? तिमीहरू जस्तो हाइमा लागेर अर्काको हाइमा बोल्ने होइन। आफ्नो खुबिलिटी जति छ, आफूले जति बुझेको कुरा छ त्यो कुरा बोल्ने हो। तिमीहरू जस्तो अर्काको धोती भएर हिँड्ने चलन छैन।